समस्या एउटा पछाडि अर्को आइलाग्छ। सुरुमा सीता माताको पत्ता थिएन। अब पत्ता त लाग्यो, तर समुद्र पार गरेर कसरी जाने? जब राम स्वयं युद्ध छोडेर घर फर्किने कुरा गर्दै थिए, मलाई यो युद्ध जित्नु छैन, म घर फर्किन्छु भन्न थालिसकेका थिए। आज म तपाईँहरूलाई रामायणसँग सम्बन्धित 3टा प्रसङ्गको बारेमा कुरा गर्छु, जसले हनुमानलाई हनुमान बनाएको थियो र जसले रावणलाई परास्त पार्न रामलाई सहयोग गरेको थियो। हनुमानले त्यो बेलामा साथ नदिएको भए सायद रामले रावणसँग युद्ध जित्न सक्ने थिएनन्। आउनुहोस्, ती 3टा प्रसङ्गहरू के थिए विस्तारमा सुनौँ। विस्तारमा भन्दा त कथा धेरै लामो हुन जान्छ। यो धेरै लामो कथा हो, म तपाईँहरूलाई संक्षिप्तमा सुनाउँछु। मुख्य कुराहरू नछुटाइकन सुनाउने प्रयास गर्नेछु। पञ्चवटी वनमा राम लक्ष्मण सीता वनवासको क्रममा थिए। पञ्चवटी वन पश्चात उनीहरू अयोध्या फर्किने उनीहरूको योजना थियो। अन्तिम चरणमा थिए। सीताको हरण हुन्छ। मारीच ऋषि सुनको मृग बनेर आउँछन् र राम सुनको मृग मार्न जान्छन्। पछि लक्ष्मण पनि पछि जान्छन् र यता रावण चाहिँ ऋषिको वेश धारण गरेर सीतालाई हरण गरेर लैजान्छ। जब राम र लक्ष्मण कुटी फर्केर आउँछन्, त्यहाँ त सीता हुँदिनन्। अहिलेको जस्तो समय थिएन, मोबाइल प्रविधि त्यति बेला थिएन। उनीहरू सीतालाई खोज्दै निस्किन्छन्। खोज्दै जाँदाखेरि उनीहरू ऋषिमुख पर्वतको छेउमा पुग्छन्, जहाँ सुग्रीव आफ्नो मन्त्रीगणहरू हनुमान, जम्बुवन्त, अङ्गदसँग बाली आफ्नो दाजु बालीको त्रासले लुकेर ऋषिमुख पर्वतमा बसिरहेका हुन्छन् र राम र लक्ष्मण त्यहीँ आसपास पुग्छन्। ऋषिमुख पर्वतमा बाली आउन सक्दैनथ्यो। बाली भनेको खतरनाक बानर थियो, जसले रावणलाई पनि हराइसकेको थियो। ऋषिमुख पर्वतमा चाहिँ मतङ्ग ऋषिको श्रापको कारणले बालीलाई आउन वर्जित गरिएको थियो। यदि त्यहाँ आएमा बालीको शिर 1000 टुक्रा भएर फुट्ने श्राप पाएको थियो। त्यही भएर उनीहरू त्यहाँ बसेका थिए। कतै बालीले नि 2 जना मानव भेषमा कोही सुराकी पो पठायो कि भनेर सुग्रीवले हनुमानलाई पठाउँछन् ब्राह्मण भेषमा। हनुमानले बुझ्ने क्रममा ती राम र लक्ष्मण हुन् भनेर थाहा हुन्छ। यहाँनिर हनुमान र राम बिचको एउटा राम्रो संवाद छ। त्यो डिटेलतिर नजाउँ, कथा लामो हुन जान्छ। हनुमानले राम र लक्ष्मण हुन् भनेर चिनिसकेपछि उनीहरूलाई सुग्रीव बैठाउँ लिएर जान्छन् र त्यहाँ पुगेर रामले आफ्नो समस्या बताउँदाखेरि सीताको हरण भइसकेको र कहाँ छिन् भनेर थाहा नभएको कुरा रामले भन्छ। सुग्रीवले पनि दाजुको डरले त्यहाँ बस्दै आएको र त्यहाँ आउन बालीलाई श्राप मिलेको कारणले गर्दाखेरि, त्यही 1000 टुक्रा भएर शिर फुट्ने श्रापको कारणले बाली त्यहाँ आउन नसक्ने भएको हुँदाखेरि म यहाँ लुकेर बसिरहेको छु भन्ने 2 जनाले आफ्नो समस्या राख्छन्। 2 जनाकै समस्या हुँदाखेरि रामले त्यति बेला पहिला तपाईँको समस्याको समाधान गरौँ भनेर सुग्रीवको समस्याको समाधान गर्नतिर लाग्छन् र सुग्रीवले पनि बाचा दिन्छन्। तपाईँले मेरो समस्या समाधान गरिदिइसकेपछि म पनि माता सीताको खोजी गर्न तपाईँलाई भरपुर सहयोग गर्नेछु, भ्याएसम्म सहयोग गर्नेछु। त्यति बेला रामले सुग्रीवलाई किष्किन्धा, जुन राज्यको राजा हुन्छन् बाली र बालीको भाइ हुन् सुग्रीव, किष्किन्धाको राजा घोषित गरिदिन्छन्। त्यस पछाडि को प्रसङ्ग आउँछ जब सीतालाई खोज्नुपर्ने हुन्छ। सुग्रीव भनेका वानरहरूका राजा थिए। सुग्रीवले विभिन्न राज्यमा रहेका वानरहरूलाई बोलाएर सीताको खोजी अभियान सुरु गर्छन्। विभिन्न ग्रुप बनाएर, कोही पश्चिमतिर, कोही पूर्वतिर, कोही उत्तरतिर, कोही दक्षिणतिर जाने। त्यसमा दक्षिणतिर जानेमा हनुमान, जम्बुवन्त, अङ्गद लगायतको टोली पर्छ। उनीहरू खोज्दै जाँदाखेरि विशाल समुद्रको किनारमा पुग्छन्। त्यहाँदेखि अगाडि जाने बाटो हुँदैन। उनीहरू हारथाक भएर त्यहीँनिर बसिरहेका हुन्छन्। अब हामी सीतामातालाई भेटिएन भन्ने खबर बोकेर कसरी राम ठाउँ जाने? बरु उहाँ जानुभन्दा हामी यहीँनिर आफ्नो प्राण त्यागौँ भनेर सल्लाह गर्न थालेका हुन्छन्। त्यति बेलै त्यहाँनिर एउटा ठुलो चिल भेटिन्छ, जो जटायुको दाजु हुन्छन्। उनको नाम हुन्छ सम्पाती। सम्पातीले उनीहरूलाई देखेर खुसी हुँदै भन्छन्, म धेरै वर्ष पहिला सूर्यलाई छेक्दिन्छु भनेर जाने हुँदाखेरि मेरो पखेटा डढेर यहाँनिर खसेर असहाय भएर बसिरहेको थिएँ। भोकाएको छु, वर्षौँदेखिको भोको छु। आज दैवको लीला अपरम्पार छ। आज मलाई यत्रा धेरै भोजनहरू तयार गरिदिनु भयो, म तिमीहरूलाई एक एक गरेर खान्छु भन्दाखेरि अङ्गदले अगाडि सरेर भन्छन्, ठिक छ, तपाईँ हामीहरूलाई खानुहोस्। आखिरी त्यसै पनि हामी असफल मान्छे हौँ। हामी सीतामाताको खोजीको लागि आएको थियौँ। हामीहरूले सीतामाताको पत्ता लगाउन सकेनौँ। अब भेटिएन भन्ने खबर बोकेर राम ठाउँ जानुभन्दा बरु हामी तपाईँको भोजन हुन तयार छौँ। कम्तीमा जीवन सार्थक त हुनेछ। बरु हामीभन्दा भाग्यमानी त जटायु थिए, जसले सीतामातालाई जोगाउने हुँदाखेरि रावणको हातबाट आफ्नो वध प्राप्त गरे। यति भनेपछि सम्पातीको हृदय परिवर्तन हुन्छ। उनी रुन थाल्छन्। तपाईँ किन रुँदै हुनुहुन्छ भन्दाखेरि सम्पातीको भाइ हुन्छन् जटायु। अनि सम्पातीले त्यस पछाडि
म तपाईँहरूलाई सहयोग गर्छु, जसले मेरो भाइलाई मार्यो उनीहरूको विरुद्धमा जान म तपाईँहरूलाई सहयोग गर्छु भनेर उनले आफ्नो दिव्य दृष्टिले सम्पाती भनेका चिल प्रजातिका हुन्, चिलको परसम्म हेर्ने क्षमता हुन्छ। उनले त्यहीँबाट सीतामाताको खोज गरेर उनले भन्छन् 100 योजन पारी यो समुद्र पारी लङ्कामा रावणले सीतालाई लगेर राखेको छ, यस्तो यस्तो अवस्था छ, लङ्का यस्तो यस्तो देश छ, भव्य देश छ, यदि तपाईँहरूमध्ये कोही यो 100 योजनको समुद्र पार गरेर जान सक्नुभयो भने सीतामातालाई भेट्न सक्नुहुन्छ भनेर उनले बाटो सुझाइदिन्छन्। त्यस पछाडि सबैजनाले उनलाई आभार व्यक्त गरेर अब समुद्र कसरी पार गर्ने समस्या एउटा पछाडि अर्को आइलाग्छ। सुरुमा सीतामाताको पत्ता थिएन, अब पत्ता त लाग्यो, तर समुद्र पार गरेर कसरी जाने? सबैजना त्यहाँनिर विचार विमर्श गर्न थाल्छन्, सल्लाह गर्छन्, समस्या आयो, अब कसरी गर्ने भन्दै गर्दाखेरि जम्बुवन्तले सम्झिन्छन् हनुमानतिर। हनुमान मात्र एक त्यस्तो व्यक्ति थिए जो लङ्का पुगेर सीतामातालाई भेटेर फेरि फर्किएर राममा ठाउँ आउन सक्थे। तर उनले आफ्नो शक्ति बिर्सेका थिए। त्यहाँनिर जम्बुवन्तले हनुमानलाई मोटिभेसनल कुराहरू भनेका छन्, उनको शक्तिहरू सम्झाएका छन्। भनिन्छ त्यो नै विश्वको पहिलो मोटिभेसन थियो जसले चाहिँ एकदम आफ्नो प्रतिफल प्राप्त गर्यो भनेको छ। त्यस्तो खालको मोटिभेसन गर्छन् कि हनुमान त्यहाँबाट लङ्कातर्फ लाग्छन् र लङ्का गएर सीतामातालाई म रामले पठाएको रामको दूत हुँ, हामी तपाईँलाई छोडाउन आउँदैछौँ, राम भगवान् आउँदै हुनुहुन्छ, प्रभु राम आउँदै हुनुहुन्छ, तपाईँ नआत्तिकन बस्नुहोस्, तपाईँलाई अब धेरै लामो समय हामी यहाँ बस्न दिने छैनौँ, हामी लिन आउँदैछौँ। रावण भलै शक्तिशाली होला, हामी पनि त्योभन्दा कम छैनौँ, हामी आउँदैछौँ भनेर सीतामातालाई सान्त्वना दिएर त्यहाँबाट फर्केर आएका थिए र रामलाई गएर सीतामाताको खबर सुनाएका थिए। दोस्रो प्रसङ्ग आउँछ। दोस्रो प्रसङ्ग जब राम र लक्ष्मणलाई इन्द्रजितले नागपासमा बाँधेका थिए, त्यति बेला रामले लगभग युद्ध हारिसकेका थिए। राम र लक्ष्मणको मृत्यु हुने अवस्था भइसकेको थियो। हनुमान गरुड देवताबाट जान्छन् र राम र लक्ष्मणलाई नागपासबाट छुटाउने काम गर्छन्। तेस्रो प्रसङ्ग आउँछ जब राम स्वयं युद्ध छोडेर घर फर्किने कुरा गर्दै थिए। मलाई यो युद्ध जित्नु छैन, म घर फर्किन्छु भन्न थालिसकेका थिए। कति बेला भने जब इन्द्रजितले लक्ष्मणलाई मूर्छित पार्छन्। इन्द्रजित भयङ्कर क्रोधित भएर वीरघातिनी अस्त्र प्रयोग गरेर लक्ष्मणलाई मूर्छित पार्छन्, जुन अहिलेको समयमा भन्ने हो भने स्लो पोइजनको रूपमा काम गर्ने खालको अस्त्र हुन्छ। लक्ष्मण मूर्छित भएर लडेका हुन्छन्, रात्रि भइसकेको हुन्छ। राम लक्ष्मणलाई काखमा लिएर भावविह्वल भएर बसेका हुन्छन् र त्यति बेला रामले भन्छन्, मलाई यो युद्ध जित्नु छैन, मलाई लक्ष्मण चाहिएको छ। 14 वर्ष बित्न लागिसक्यो, अब अयोध्या फर्किने बेला हुन लागिसक्यो। अब मैले वहाँ पुगेर लक्ष्मणको श्रीमती उर्मिलालाई के जवाफ दिनु? खोइ लक्ष्मण भन्दाखेरि मैले के जवाफ दिने? मैले आमालाई के जवाफ दिने? बरु मलाई सीता पनि चाहिएन, तर मलाई भाइ बचाइदेऊ, म भाइलाई लिएर जान चाहन्छु। त्यति बेला रामले अनुनय गर्छन्, जम्बुवन्त, सुग्रीव, हनुमान, अङ्गद, कसैले सक्छौ भने मेरो भाइको प्राण बचाइदेऊ भन्दाखेरि विभीषणले त्यति बेला बाटो सुझाउँछन्। लङ्कामा एकजना यस्तो वैद्य छन् जसले मरिसकेको मान्छेलाई पनि फिर्ता ल्याउने सामर्थ्य राख्छन्। उनको नाम हो सुसेन। यदि कसैले उनलाई ल्याउन सक्छ भने लक्ष्मणको प्राण बचाउने बाटो सुझिन सक्छ। हनुमान तत्काल त्यहाँबाट गएर सुसेनबाट पुग्छन् र सुसेनलाई भन्छन्, मेरो प्रभु रामको भाइ लक्ष्मण यस्तो यस्तो अवस्थामा छन्, तपाईँले गएर बचाइदिनु पर्यो। सुसेन मान्दैनन्, शत्रुको भाइलाई बचाउन म किन जाने, मेरो प्रभु त रावण हो, रावणकै शत्रु राम, रामको भाइ लक्ष्मण, लक्ष्मण पनि मेरो शत्रु हो, म किन बचाउने भन्दाखेरि हनुमानले त्यति बेला सुसेनलाई आफ्नो वैद्य धर्म सम्झाएका छन्। वैद्यको कुनै राज्य हुँदैन, वैद्यको कुनै शत्रु हुँदैन र वैद्यको प्रमुख धर्म भनेको बिरामीको उपचार हो, बिरामी शत्रु या मित्र हुँदैन। सम्झाइसकेपछि सुसेन आउँछन्, लक्ष्मणको नाडी छाम्छन् र भन्छन्, टाढा कुनै एउटा पहाडमा जहाँनिर चाहिँ सञ्जीवनी बुटी छ, त्यो सञ्जीवनी नाम गरेको बुटी ल्याएर लक्ष्मणलाई खुवाउन सक्यो भने उनको प्राण बच्न सक्छ। तर स्लो पोइजन भएको हुँदाखेरि यो बिस्तारै बिस्तारै यसले शरीरलाई गलाउँदै जान्छ। सूर्योदयभन्दा पहिला लगभग 7-8 घन्टाभित्रमा यो काम गरिसक्नुपर्ने हुन्छ। राम त्यति बेला हनुमानतिर निसाय भएर हेर्छन्, त्यति टाढा को पुगेर आउन सक्छ। हनुमान तु उडेर जान्छन्, तर उनलाई थाहा हुँदैन सञ्जीवनी बुटी कस्तो देखिन्छ, कस्तो हुन्छ। त्यहाँनिर धेरै प्रकारका बुटीहरू हुन्छन्। हनुमानलाई थाहा नभइसकेपछि उनले पहाडै बोकेर ल्याउँछन् र सुसेनले सञ्जीवनी बुटी चिनेर आफै टिप्छन् र लक्ष्मणको प्राण बचाउँछन्। यी थिए 3टा प्रसङ्ग जसले हनुमानलाई हनुमान बनाए। हनुमानका बालपनका लीलाहरू त अलग थिए,
सायद यी 3टा प्रसङ्ग हुने थिएनन् भने ती बाललीला पनि बिर्सिने थियौँ हामी। पछिका यी कुराहरूले गर्दाखेरि हनुमानका ती प्रसङ्गहरू पनि ताजा बनाइरह्यो र उनको वीरताको गाथा पनि सुनाइयो, जसले भगवान रामको सङ्कट हरे उनैलाई आज सङ्कटमोचन हनुमान भनेर चिनिन्छ। किन सङ्कटमोचन हनुमान भनिन्छ? किनकि उनले त्यो अवस्थामा सङ्कट हरिदिन्छन् जहाँबाट निस्किने कुनै उपाय हुँदैन। जय हनुमान।